हेलो साथीहरू, गुड मर्निङ हजुरहरू सबैजनालाई। अनि हजुरहरू कस्तो हुनुहुन्छ? उम्मेद गर्छु हजुरहरू सबैजना सन्चो सुबिस्तै हुनुहुन्छ होला। अनि म पनि सन्चो सुबिस्तै छु साथीहरू। म चाहिँ अहिले उठिहालेको भर्खरै 4:10 छ, किनभने 6 बजे निक्लिनु पर्छ भनेर म चाहिँ जल्दी उठेको र चाहिँ म यहाँनिर सोचेँ ब्रस गरिहाल्छु भनेर। अनि आन्टी भन्नुहुँदै थियो ब्रस गर, म चाय बनाउँछु भन्नुभयो। अनि मैले चाहिँ ब्रस गरेर चाहिँ बिस्तार बनाउन लागेँ। अनि छिटो छिटो बिस्तार बनाएर चाहिँ मैले सोचेँ चाम्रे भात लान्छु, चटनी लान्छु भनेर चाहिँ चाम्रे भात र चिया बसाउनलाई रेडी गरेँ। अनि यहाँनिर त अलरेडी चाम्रे भात पकाएँ पनि। अनि यहाँनिर 4टा परौठा पनि बनाएँ। अनि नुहाउनु गएँ। अनि नुहाएर पनि निक्लेँ म। अनि यहाँनिर आन्टीले चाय बनाइराख्नु भएको रहेछ। अनि आन्टी र अङ्कल पनि चाय पिनु हुँदै थियो। अनि मैले पनि तयार भएर चाहिँ अन्त आन्टीलाई तपाईँको चस्माको मुनि ल गएको ल दिदी हुन्छ ल। भगवान्जी। अनि साथीहरू यहाँ चाहिँ ट्याक्सी बाहिर आइरहेको थियो। अनि निनीलाई चाहिँ मैले एक्लै छोडेर आउँदा माया पनि लाग्यो है बिचरा एक्लै। अनि यहाँनिर म चाहिँ गाडीमा बसेँ सामानहरू हालेर। अनि यहाँनिर अङ्कल पनि हुनुहुन्छ, अङ्कलले चाहिँ मलाई छोड्नु जानुभएको। अनि यहाँनिर फाइनली म स्टेसनको सामने पुग्न लागेँ। अनि यहाँनिर चाहिँ अलिकति ट्राफिक थियो र चाहिँ हामी यहाँनिर निकै बेर बसेको थियौँ। अनि यहाँनिर हामी जल्दी स्टेसन पुग्यौँ। अनि यहाँनिर स्टेसन पुगेर चाहिँ यहाँनिर फुलले मिलाउँदै हुनुहुन्थ्यो अङ्कलले चाहिँ। म चाहिँ यहाँनिर भिडियो सामान चाहिँ यहाँ हेर्नु कति छ यहाँ। अनि बिचरा यहाँ पुसाइ छोड्नु आउनुभएको छ अङ्कल हो। अन्त यहाँ हेर्नु मेरो ब्याग चाहिँ कतिवटा छ साथीहरू। फाइनली हामी भित्र जाँदै थियौँ। अनि यहाँनिर एउटा ट्रेन आउँदो रहेछ होइन। अनि यहाँनिर पुलिसहरूले चाहिँ भन्दै थियो कि यहाँनिर ब्लग्स नबनाउनु भन्दै थियो होइन। अनि मैले चाहिँ किन भने एलाउड छैन भने अन्त पहिला भन्नुपर्छ नि त भन्दै कराउँदै पनि थिएँ होइन। अनि यहाँनिर स्टेसनको भित्र पस्यो। अनि फाइनली हाम्रो पनि ट्रेन लाग्यो यहाँनिर। अनि चाहिँ कुल्लीले सामानहरू उठाएर भित्र राख्यो होइन। अनि म चाहिँ एक्लै छु भनेर मलाई एकदम टेन्सन परिरहेको थियो होइन। म चाहिँ अब बसेँ ट्रेनमा होइन। ट्रेन आयो बसेँ सिटभित्र। अनि यहाँ अङ्कल पनि हुनुहुन्छ हो, अङ्कलले बिचरा छोड्नु आउनुभएको मलाई। बसेँ, मेरो सिट चाहिँ ऊ माथि छ अरे हो। तर अब खै हेरौँ साथीहरू, म चाहिँ एक्लै छु भनेर एकदम मलाई टेन्सन परिरहेको थियो हो। तर एकदम मेरो घरकै छेउको बुहारी अनि मेरो भाइ भेटेँ। अनि उहाँ पनि मेरै पडोसी हुनुहुँदो रहेछ, दिदी पनि है। एकदम खुसी लाग्यो, एकदम मन चाहिँ शान्ति छ। अब चाहिँ खुसी छु म। अब चाहिँ मलाई चिन्ता लागिरहेको थियो, म पहिला बार होइन सफर गर्दैछु एक्लै भनेर। तर भाइहरूलाई देख्ने बित्तिकै एकदम मेरो दिल खुस भएको छ। अब चाहिँ म एकदम टेन्सन छैन। अनि साथीहरू म चाहिँ यहाँ सारा सामानहरू मैले सेटिङ गरेँ होइन। अनि सेटिङ गरेर अब म चाहिँ रेस्ट गर्छु, किनभने बिहान साथीहरू म 4:20 बाँकीमा उठेको होइन। अनि त्यही भएर चाहिँ अब आँखाहरू त्यस्तो भइरहेको छ। अनि भोलि चाहिँ म अब कति बजी पुग्छु है हजुरहरूलाई चाहिँ म नेक्स्ट भिडियोमा देखाउँछु। अनि म एकदम धेरै नै खुसी छु। म 2 सालको बादमा घर जाँदैछु होइन। अब आफ्नो घर जान त सबैलाई नै खुसी लाग्छ। र चाहिँ म कति बजी पुग्छु भोलि त्यो चाहिँ म नेक्स्ट भिडियोमा देखाउँछु। आजको लागि चाहिँ यति नै। मेरो नेक्स्ट भिडियो पनि हेर्नु होला। अनि चाहिँ हजुरहरूले मतलब सबै बुझ्नुहुन्छ है।